मध्यपूर्वमा हुनुहुन्छ भने आजको भिडियो तपाईँका लागि असाध्यै महत्त्वपूर्ण हुन सक्छ। तपाईँको एउटा सानो गल्तीले पनि तपाईँलाई ठुलो सजाय हुन सक्छ। अहिले चाहिँ इरान र अमेरिका बीचको तनाव मध्यपूर्वमा देखिएको छ। दैनिक जसो चाहिँ मिसाइलहरू, ड्रोनहरू आक्रमण भइरहेको छ। तर तपाईँ त्यस्ता दृश्यहरू क्यामेरामा कैद गर्नुहुन्छ मोबाइलमा र सामाजिक सञ्जालमा हाल्नुहुन्छ भने तपाईँलाई भारी जरिवाना, जेल समेत हुन सक्छ र त्यहाँबाट नेपाल फिर्ता समेत हुन सक्छ। यो मैले यत्तिकै भनिरहेको छैन, भइरहेको छ। आज बिहानदेखि एउटा खबर आइरहेको छ, युएईको चाहिँ महान्यायाधिवक्ताको कार्यालयले 10 जना व्यक्ति जसले यस्तो खालको भिडियो, एआई प्रयोग गरेको भिडियो, भ्रामक भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए, उनीहरूलाई पक्राउ गर्नका लागि आदेश दिएको छ, जुन 10 जना मध्ये एकजना नेपाली रहेको समेत बुझिएको छ। यो असाध्यै सिरियस हो। यदि यसमा चाहिँ कानुन अनुसार दोषी ठहर भएमा चाहिँ 2 लाख दिरामसम्म जरिवाना र 2 वर्षसम्म जेल सजाय समेत हुन सक्छ युएईको साइबर कानुन अन्तर्गत। अब हुन त अहिलेसम्म थुप्रै मान्छेहरू समातिसकेको छ। हामीले आबुधाबी प्रहरीको वेबसाइटमा गएर हेर्दाखेरि हिजो बेलुकासम्म 45 जना व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरूले चाहिँ सामाजिक सञ्जालमा भ्रमपूर्ण खबरहरू फैलाएको, भिडियो खिचेर पोस्ट गरेको भनेर आरोप लागेको छ र प्रहरीले पटक पटक सूचना निकालेर यस्तो कार्य नगर्नका लागि अनुरोध समेत गर्दै आएको छ र यसरी पक्राउ परेकोमा एकजना 60 वर्षका बेलायती नागरिक भएको समेत बुझिएको छ। ती बेलायती नागरिकले त आफूले फोनमा खिचेको भिडियो प्रहरीकै अगाडि डिलिट समेत गरेका थिए, तर पनि उनीमाथि चाहिँ मुद्दा चलाइएको भनेर बेलायती समाचार संस्था बीबीसीले जनाएको छ। र दुबई प्रहरी होस् वा आबुधाबी प्रहरी, गल्फ कन्ट्रीमा भएका सबैजसो प्रहरी र सरकारी निकायहरूले चाहिँ पटक पटक सूचना निकालेर भ्रमपूर्ण